यो मोमो भन्ने चिज के जति खायो त्यति धेरै खान मन लाग्ने। मलाई मात्र हो कि सबैलाई यस्तै हुन्छ होला। आज चाहिँ मोमो खान मन लाग्यो अनि अल्छी नगरिकन बनाउन तर्फ लागे। आज म कोदोको पिठोको मोमो बनाउन जाँदैछु। कोदोको मोमो चाहिँ मलाई एकदमै बेस्ट लाग्यो है, एकदमै मिठो हुन्छ। मोमो बनाउने रोटी चाहिँ मैले सबै बेलेर राखिसकेको छु। यसरी चाहिँ सजिलो हुन्छ नि त। किमा राख्दै आफूलाई बनाउन मन लागेको डिजाइनहरू बनाउने। मैले चाहिँ लाम्चोवाला डिजाइन बनाएको छु। मलाई खासै डिजाइन भर्न त आउँदैन, त्यही नि आफूले जसो तसो जानेको बनाइहाले। देख्न सक्नुहुन्छ कस्तो भएको छ। मोमोको लागि चाहिँ एकदमै टेस्टी हुनुपर्ने भनेको चटनी हो। चटनी बिना त मोमो अधुरो नै हुन्छ के। मोमो चाहिँ बनेर रेडी भइसक्यो। मलाई चाहिँ घरमै बनाएको खानेकुराहरू मनपर्छ। आफूले एकदमै मेहनत गरेर बनाएको हुन्छ अनि यही कुरा बजार गएर खाने हो भने कस्तो खल्लो खल्लो लाग्छ कि के नपुगेको जस्तो फिल हुन्छ के। मलाई चाहिँ यो भन्दा त घरमै बनाएर खाएको भए हुन्थ्यो जस्तो लाग्छ कि मलाई बाहिर खायो भने।